नमस्कार, म पेम्बा रेडियो खोलुङ्गा एफएम 105.6 मेगाहर्ज फेसबुक अपडेटमा तपाईलाई स्वागत छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पछिल्लो 10 दिनमा भिजिट भिसामा जान खोज्ने 666 जनालाई फर्काइएको छ। गृह मन्त्रालयका सचिव एवं तीर्थ भट्टराई भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जेठ 7 मा नियन्त्रण लिएर केरकार गर्न थालेपछि अध्यागमन कार्यालयले कडाई गरिएको छ। जेठ 19 गते काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको पछिल्लो 10 दिनको अवधिमा भिजिट भिसामा विदेश जान खोज्ने 666 जनालाई फर्काइएको छ। सबैभन्दा धेरै युए जान खोज्नेहरूलाई फर्काइएको कार्यालयले जनाएको छ। गृह मन्त्रालयका सहसचिव एवं तीर्थ भट्टराई भिजिट भिसा प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जेठ 7 मा नियन्त्रण लिएर केरकार गर्न थालेपछि अध्यागमन कार्यालयले कडाई गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वरिष्ठ अध्यागमन अधिकृत एवं सूचना अधिकारी अञ्जन नेउपाने जेठ 8 गतेदेखि जेठ 18 गतेको अवधिमा भिजिट भिसामा विदेश जान खोज्ने 666 जनालाई फर्काइएको छ। उनका अनुसार सबैभन्दा धेरै युए जान खोज्ने 437 जनालाई फर्काइएको छ। त्यसपछि क्रमशः धेरै संख्यामा ओमान र कतार जान खोज्नेहरूको छ। त्यसपछि फर्काइएकाहरूमा कम्बोडिया, मलेसिया जान खोज्नेहरू पनि रहेका छन्।